हेलो साथीहरू, आज म तपाईहरुलाई नयाँ रिङ लाइट कसरी सेटअप गर्ने सिकाउन गइरहेछु। यसभित्र हामीले पाउँछौं रिङ लाइट अनि त्यसका साथ फोन क्लिप र फोन होल्डर अनि एडजस्टेबल हेड र 3 लेग भएको बेस पाउँछौं। सबसे पहिले हामीले त्यो बेसलाई फैलाउने पक्का गर्नुहोस् कि सबै खुट्टाहरू बराबर र स्थिर छन्। त्यसपछि एडजस्टेबल हेडलाई राम्रोसँग जोड्नुहोस् र सबै स्क्रूलाई बलियो गरी टाइट गर्नुहोस्। त्यसपछि मुख्य पोललाई उठाएर आफ्नो मनपर्ने उचाइ एडजस्ट गर्नुहोस्। त्यसपछि रिङ लाइटलाई राम्रोसँग लगाउनुहोस्। सबै स्क्रूहरूलाई राम्रोसँग कस्न चाहिँ नबिर्सिनुहोला। त्यसपछि फोन क्लिप र फोन होल्डरलाई राम्रोसँग माथि लगाउनुहोस्। सबै स्क्रूहरूलाई बलियोसँग टाइट गर्नुहोस् ताकि लाइट वा फोन नजरोस्। त्यसपछि केबललाई जोड्नुहोस् र लाइटलाई अन गर्नुहोस्। हजुरले विभिन्न अप्सनहरू पाउनुहुन्छ। लाइट अन गर्नेदेखि लिएर लाइटको कलर चेन्ज गर्नेसम्मको फिचर हजुरले त्यसमा भेट्नुहुन्छ। लौ तयार भयो तपाईको लाइट स्ट्यान्ड। मन परेमा लाइक र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनुहोला। धन्यवाद।